हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल, वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ हाम्रो राति चल्लो लगेर नाइट क्याम्प जस्तो पार्टी हेर्न जाँदैछौँ साथीहरूसँग। ल बर्थडेमा गाइस ल नाइट क्याम्प हान्न गइरहेका छौँ आज। नाइट क्याम्प भनेपछि बर्थडेको पार्टीमा नाइट क्याम्प हो, बर्थडेको पार्टी हुन्छ आज। त्यही भएर आज रातिबाट भ्लग स्टार्ट गरिसकेका छौँ गाइस हामीले। आज हाम्रो गर्लफ्रेन्डको बर्थडे छ, त्यही भएर पार्टी गर्न जाँदा हो गाइस ल भुवाको बर्थडे अब भुवा त नै भाइ, भुवा त गाउँको बहिनीको अरे दिदीको दिदी हो। ल गाइस ल हाम्रो जाँदैछ होइन टक्करसँग। ल पहिला चाहिँ बाटो हिलो छ यार गाइस, पुरा राम्रोसँग बाटो गराउनु पर्ने नि त। स्कुटी बाइक ल्याउनुपर्छ गाइस, यहाँ फस्छ बाटो कति छैन। हाम्रो जाती गरेको माहौल ज्ञानुले मासुको अचार चाहिँ हेर, मासुको अचार पनि यहाँ म लिएको छु। साथीको माया यति छ है ल। के भन्ला त्यसमा अहिले के अहिले के भन्ला त्यस्तो दिदी अलि स्कुटी दिएको कि तेरो बुवाले अलि अन्धारो लालो बिही हुन्थ्यो नि, त्यो भीष्मा दिदी हुनुहुन्थ्यो त, त्यसको सामने र भीष्मा दिदी र इब्राजको सामने देख्न झन् गयौँ अब नाइट क्याम्पमा भन्नु त मजा आउँथ्यो। अहिले स्कुटी लगेको भाइ त पुरा सानो हुन्थ्यो गाइस भन्छ अनिलले होइन, भन पनि हुन्थ्यो होइन। ल समात्ने थिएँ मजा आउँथ्यो नि। ल गाइस हाम्रो जाँदैछ होइन। हाम्रो च्यानलको नाम चाहिँ अनिलको मात्रै चाहिँ अनिल भ्लग छ। ल त्यही भएर सब्सक्राइब हान्नु ल, लाइक सेयर कमेन्ट सब्सक्राइब सबै हान्नु ल गाइस। नेपालीले नेपाललाई सपोर्ट गरौँ ल होइन। गाइस अब मेरो सल्लो पगर नेपाल आउँदैछ गाइस। ल होइन हाम्रो जाँदैछौँ ल। धेरै राम्रो देखो गाइस, हामी यहाँ पुगिसकेका छौँ। अहिले हेमराजको पालो आइसकेको छ चल्लो समात्ने पालो अनुसार। हेर्नुहोस् गाइस, देख्नुहोस् गाइस, गइरहेका छौँ। गाइस देख्नुहोस्, हेमराज प्रो म्याक्स गइरहेको छ। मलाई थाहा छैन ब्रो, त्यो त के भन्छ केटा हो भन्छ। यसले नल्या भन्छ कि अहिले सर्वनले यहाँ गाइस गइरहेका छौँ। अब हामी गएपछि तपाईँलाई देखाउँछौँ दृश्य। गाइस हामी पुगिसकेका छौँ। फाइनली ज्ञानको घर पुगिसकेको छ काठम गाइस। देख्नुहोस् गाइस, हाम्रो ज्ञानु सुरेशपट्टि हेलो बोल्दो हेलो को छन् घर देख्नुहोस् गाइस। अब बनाउँदै मैले देखाउँछौँ। देख्नुहोस् गाइस, हामी अहिले पछि खान्छ मिलाएर हामीले खोलमा राख्न गइरहेका छौँ। यही हो नि ओके। हाल्ले मर्ला फेरि। देख्नुहोस् खोलमा हाल्न गइरहेको छ मैला। यही भने हो यार नजरमा। हामीले खोलमा राखिसकेका छौँ। अब हामी सर्भन घरतिर जान्छौँ। ज्ञानु जाम अब गाइस जाम। मलाई गाइस पिसाब आइरहेको छ, म कुवा पाइ गएर पिसाब गर्न जान्छु भने भन्न नमिल्ने। देख गाइस, यो हाम्रो गाउँको भिखारी। ओए सन्दीप बाबु, हामीले हिजोको ब्लग एन्ड हिजै गराउने भनेको थियौँ, ब्लग आज भएन क्या। बिहान ज्ञान स्कुल गयो बेला होइन रे ओए। देख सकते हो गाइस, हेर्नु आज चाहिँ हामीले यहाँ चल्लो खाँदैछौँ ल। चल्लो बनाउँदैछौँ ल, हिजो ल्याएको चल्लो ल। यहाँ ज्ञानु छ, यहाँ सर्वन छन्, यहाँ अनुल छ। होइन त्यो फाल्दैन त्यो जान्न।
छाला हेर्के बुत्ला बुत्लै छन् कि अझै हेर्नु छाला अहिले फालौँ ल धेरै नदेखा मलाई गाइछु क्लिप चाहिँ ल अब पकाउने बेला देखाउँला ल तिमीले भुले मैले आफ्नै दुनिया सारा आज देख्नु गाइस हामीले हिजो ल्याएको देख्नु गाइस देसी स्टाइल यसलाई भन्छन् देसी तरिकामा हामीले पकाउँछौँ गाइस म ओइ ज्ञानु म खुर्सानी टिप्न जान्छु त्यतिको खुर्सानी टिप्न गाइस म खुर्सानी टिप्न गइरहेको छु खुर्सानी देख्नुहोस् गाइज मैले खुर्सानी लिएर आएको छु अब गाइज मैले काट्न ओइलाई पिसेर हाल्ने कि काटेर खुर्सानी कस्तो बाघ बोके पक्रेर क्यामेरा आमा एउटा कोही ज्ञानो ठुलो डेक छैन डेक बजाउनु नि त ज्ञानु बेब्स साइन के जडे तिमीले देख्नुहोस् गाइस ज्ञानुको देसी डेक तर यो डेक बजान्न यो लोभी छ लास्टै देख्नुहोस् गाइस यो देसी टिभी हो देसी टिभी यसको बोल्दै भाइ देसी टिभी ऊपर बम बम गाइस म ज्ञानुको देसी चिज हेराइसकेको छु अब देख्नुहोस् गाइस ज्ञानुको देसी कुखुरा ल गाइस अलि अब पछि मिलाउन धेरै लामो गराउने नि भिडियो अब पकाउनलाई बेला मिलाउन ल बाई अलराइट गाइस अहिले चाहिँ हाम्रो सँग हैन मासु पकाउनुको लागि यहाँ अनिलले खुर्सानी कुट्दैछ ल अनि ज्ञानु चाहिँ यहाँ छ सरपञ्च चाहिँ यहाँ छ ल यहाँ करै बसालेको छ पन्नी पनि जाँदो अरे अनिल पन्नी जा त ओइ भला बनाउँदै गाइस ल म पन्नी लिएर आउँछु पहिला पन्नीको अर्डर आइसक्यो मलाई यसले काम गर्न लाग्छ दिने साइमन त चार हुन्छ गाइस यार यहाँ त जुठो बनिन्छ यार गाइस यस्तो भएन नि ओ जुठो छ साईको ओ ज्ञानु हजुर मर्न जान्छु भन्छु बाबु ओ बाबु ओ भिडियोको छोरी बाबु डन बाबु वा नाइस ल गाइस म अब एउटै हातले भए पनि पन्नु दिने कोसिस गर्छु होइन ल गाइस ल गाइस चल्छ गाइस चल्छ नेपालमा गाइस चल्छ गाइस ल धोएँ मैले पन्नु धोएँ ल अब म चाहिँ लगेर जान लाग्छु ल म चाहिँ लगेर जान लाग्छु गाइस पन्नु लगेर जान लाग्छु अब ल पुन्यु गाई चाहिँ पुन्यु चाहिँ मैले थोरै थोरै धोइदिएर आएँ ल
गाइस यस्तो हैन कि क्यामेरा फर्किन नदिनु मैले यस्तो फर्काउने मलाई लाज लाग्न हराइ बाबुमा लाज लाग्दैन सोना तिमीले म गाउँ हालेस गरेका हो तिमीले खाइदिथ्यौ होला सम्म देखेछ तातिरहेको छ ओइ ब्रान्ड छ किन मिस्टर एक्स हाम्रो ज्ञानुज्यूले जान्ने मान्छेले त्यो गर्न लाग्नु भएको छ पहिले त त्यो टमाटर हाल्दैन र हो यो के आयो ब्रो यो के आयो यो के हो प्याज प्याज देखो गाइस ये क्या है ब्रो ये टोमेटो टमाटर टमाटर है भाई करा टमाटर और इसका मीट मीट छोटा छोटा पीस है ना छोटा छोटा पीस है देखो गाइस ये तेल है ना आपकी पानी अब हिन्दीमा के भन्नु अब हिंदी में मान तो मेरा मर्जी त्यसो त त युट्युबमा वी आर नेपाली देखो गाइस ये हमारा एकदम टोमेटो दिस इज सो नाइस व्हाट मैं चार्ज ज्ञानो ये क्या है ये होली है होली हल्दी हल्दी हो हल्दी होल्दी भन्छ नि होल्दी यो हल्दी हो मैले जाने थिएन के त्यही भएर सोधेँ हम के यसमा के कुन भन्ने चिज हाल्छ नि त कुनो कि नुन हो नुन 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 मैले के गरे आस्ता काम नगरे मान्छेले नि कोही यो बेसार हाल्ने मान्छेको हो के यो हालेको ज्ञानु छक्के नजरले ज्ञानु जस्तो नआउनु पर्छ फेरि त पत्ता देखो गाइस ये क्या है के हो भन्नु त हेरे म भिडियो बनाइदिन्छु क्या तिमी बोल्नु यो के हो मासु गाइस गाइस ये बन रहा है अब हम बाद में दिखाएंगे आपको धेरै लामो भिडियो गराएन म पछि देखाउँछु हल्का बाई भनिदेऊ गाइस बाई गाइस अहिले चाहिँ खाने कार्यक्रम रेडी हुँदैछ ल हामीले यहाँ पकाइसकेका छौँ ल गाइस मासु छ भुजा छ गाइस होइन मासु छ टक्कसँग ल अनि यहाँ भुजा छ रुकै म लाइट गर्छु ल लाइट अन गर्छु रुक ल यहाँ छ ल ल ल रेडी छ ल गाइस ल अहिले हालिदिँदैछु ल गाइस पेट नपर्किँदैमा अझै पेट अगाडि डगार आउँछ त्यहाँ ज्ञानको पावर गाइस देखो भेस्ट से भेस्ट देखो त यता प्याज यता प्याज छु भयो ल गाइस ल रेडी ल गाइस ज्ञान ढोका ल ल यो गुन्डा भुजा खानु न त चारवटा कन्ट्याक्ट यसको तिमी आएपछि म यो कुनामा बस्छु गाइस ल त्यस्तो गर्न एकैचोटि खाना पनि कस्तो हेर्छ एउटा एउटा यो कुनामा बस्छु गाता छ के तातो अलि पछि उदा ट्याट देख्नु भएको एउटा एउटा चाख्नु पाइयो एउटा एउटा चाखौँ न त सानो चाहिँ धेरै त्यतिको गाउनु हड्डीकै माफा चल्दैन खाने गेम यो कुन्डा खोल्ला न त सबले हुन्छ खै बुझा खै घच्चा खाने अलि पर जाऊ सामान कहाँ पर्छ ओइ नखाऊ हे पहिला हाल न मैले एक्लै हान्ने भन्ने हुन्छ खाया देखाउने नि ब्लगमा थोरै थोरै देखाउने पुरै ए नदेखाउने भन्छ गाइस मलाई नदेखा पुरै देखाइने पुरै हट्टार गरेर नखाऊ बिस्तारै बिस्तारै खाऊ छोटो नि अब यो भोलो पहिला केटा हो
रासियोवाला है तल बोल्ने रहेछ यार नि लाग्छ भन्टा त त्यसो उसो बोल्ने परेले माछु गाइस देख्नुहोस् गाइस अब हामी खाएपछि देखाउँछौँ भो गाइस देख्नुहोस् गाइस देख्नुहोस् गाइस अरे मेरो मेरो हात पनि म चाहिँ यो खान्छु है मिन न केटा हो